र यो चाहिँ सेल्फ टक पारेको होइन दोस्रो दिन डे 2 होइन। अनि आजको मेरो दिनचर्या भन्नुपर्दा चाहिँ लगभग बिहानै 6 बजीतिर होइन 6:30 बजीतिर उठेर हातसात मुख धोएँ। अनि धोइसकेपछि पूजा कोठामा गएर उहाँलाई सम्झेँ वा धुपसुप चढाएँ। अनि त्यसपछि आएर कुराहरूलाई खोलिदिएँ, छोडिदिएँ। अनि कुराहरू छोडिदिएपछि तातो पानी तताएर थोरै खाएँ। अनि त्यसपछि केही खाजा ब्रेकफास्ट हुनु त्यसको लागि चाउचाउ चिउरा पकाएर खाएँ। अनि खाइसकेपछि हल्का त्यो थोरै बाँकी राखेर त्यसलाई चाहिँ मैले कुखुराहरू सबैलाई बोलाएर बाँडिदिएँ होइन। उनीहरूले गजबले खाए। अनि त्यसपछि मम्मी उता धान काट्न जानुभएको थियो दिदीहरूको, त्यही भएर अनि घरको सबै कामकाजहरू गरेँ। त्यसमा चाहिँ के गरेँ भन्दाखेरि 8 बजीसम्म मैले खाजासाजा खाएँ, कुरासुरा गरेँ। अनि त्यसपछि 9 बज्न लाग्दाखेरि अनि भाँडासाँडा धोएँ। अनि बोतलमा पानी थिएन, पानी लिएर आएँ 9 बजीसम्म। अनि त्यसपछि एकछिन अनि कुखुराहरूलाई नि हेरेँ के कता गयो भनेर। अनि त्यसपछि अनि माथि छतमा गएर धान सुकाएको थियो, धान छोपेको थियो, त्यसलाई तिरपाल खोलेर सुकाएँ धान। अनि कोदो पनि थियो, त्यो कोदो पनि सुकाएँ। अनि त्यसपछि तन्नाहरू चिसो थियो, त्यो तन्नाहरूलाई पनि घाममा सुकाएँ। त्यसपछि त्यति गर्दा गर्दै झन्डै 10 बजिसकेको थियो। त्यसपछि म फेरि तल आएर खाना पकाउनतिर लागेँ। त्यसको लागि चाहिँ अब सुरुमा होइन दाउरा साथमा खोज्नु पर्यो। अनि खानासाना पकाएँ। अनि पकाउँदै गर्दा अनि कुखुराहरूलाई यताउति हेर्दा अनि 10 बजीसम्म खाना पकाउँदै रहँदाखेरि अनि मम्मी आइपुग्नुभयो। अनि मम्मी फेरि मिटिङमा जानुपर्ने भएको कारणले मम्मी मिटिङमा जानुभयो र मम्मीले घाँस लिएर आउनुभएको थियो। त्यो घाँसलाई मैले बाख्राखोरमा हालिदिएँ बाख्राको लागि। अनि त्यसपछि फेरि एकछिन आराम गरेँ। आराम गरिसकेपछि कुरो पनि पकाउँदै थिएँ, त्यसमा हल्का आगो लगाउँदै मोबाइल हेर्दै बसेँ। अनि त्यसपछि एकछिन सकेपछि मम्मी आउन अलिक ढिलो भयो र त्यही भएर मैले फेरि मम्मीले नभ्याउनु भएको हुँदाखेरि तरकारी फेरि म आफैले पकाएँ। अनि तरकारी चाहिँ आलु इस्कुस अनि मस्यौडाहरूलाई टक्क मिलाएर अनि पकाएँ। झन्डै पकाउँदाखेरि 12 बजिसकेको थियो क्यारे। अनि 12 12:30 जति पाक्न पकाइसक्दाखेरि त्यति बजिसकेको थियो। अनि त्यति भइसकेपछि चाहिँ अनि एकछिन बस्दै गर्दाखेरि अनि मम्मी आइपुग्नुभयो। मम्मी आएपछि पाखाबारीमा बाँदर आएको रहेछ। अनि बाँदर धपाउनको लागि फेरि म वहाँ गएर हाइभाइ हुभी गरेँ, लखेटियो बाँदरलाई। अब डाँडा कटाउन सक्ने गरी तर्साइयो, भगाइयो। अनि त्यसपछि त्यहीँ रुँगी बसेँ बाँदर आउँछ कि भनेर। धान पनि काटेको थियो, धान पनि झार्ला भनेर। अनि त्यसपछि मोबाइल चलाउँदै त्यहीँ बसी अनि बस्दा दाइको फोन आयो। अनि अनलाइनमा दाइको फोन आयो। अनि त्यसपछि दाइसँग गफसफ गरिएँ। अनि राम्रो कुरा हो, कहाँ के कस्तो मस्त दाइ पनि आउनुभयो। एकछिनपछि मेनका पनि आयो, बहिनी। अनि यसरी नै गफसफ गरेँ, के छ हल्लीचल्ली यताउति टाइपको। अनि यसरी गफ गर्दा झन्डै 2:30 कि 3 बजिसकेको थियो। 3 बजिसकेपछि चाहिँ अनि म पाखाबारीबाट घर आएँ। घर आएपछि अनि मैले खाना खाएँ। अनि 3 बजीतिर आएर मैले खाना खाएँ। खाना अलिक ठिकै एकदम चिसो भइसकेको थियो, हल्का तातो मात्र थियो। त्यसपछि आएर खाना खाएँ। खाना त ठिकै हुन्थ्यो नि, तरकारी झन्डै त्यति मिठो हुँदैन थियो। तर आएर आफ्नै पकाएको तरकारी खाँदाखेरि मिठो लाग्यो। अनि त्यसपछि घाम झन्डै ढल्किसकेको थियो। त्यसपछि एकछिन म रेस्ट गरेर बसेँ। अनि त्यसपछि घाम ताप्न भनेर फेरि
घाम ताउनु भनेपछि फेरि अनि म डाँडामा गएँ अनि त्यहाँ यसो मोबाइल चलाउँदै बसेँ। अनि बस्दा बस्दै अनि फेरि माया र परको भान्जी आएको रहेछ। उनीहरूसँग गफसफ गऱ्यो, फोटोसोटो खिच्यो। अनि उनीहरू गए अनि म फेरि घरमा आएँ। घरमा आइसकेपछि एकछिन फेरि मोबाइलबाट चलाउँदै बसेपछि कुरासुरा हेरेँ, यताउति हेरेँ। अनि त्यसपछि फेरि घाम ढल्किसकेको हुँदाखेरि झन्डै 4 साढे 4 भइसकेको थियो। अनि त्यतिखेरसम्म चाहिँ अनि माथि धान र कोदो सुकाएको थियो। त्यसपछि धानलाई बोरामा हालेँ अनि कोदोहरूलाई एक ठाउँमा राखेर तिनै तिरपालले छोपिदिएँ। अनि कोदो के अरे धान त्यो उठाएकोलाई चाहिँ झोक्रोमा हालेर माथि छतबाट तल भुइँमा लिएर आएँ। अनि लिएर आइसकेपछि अनि झन्डै साढे 4 5 साढे 5 भइसकेको थियो त्यति गर्दाखेरि। अनि झन्डै साँझ भइसकेको थियो। अनि त्यसपछि म फेरि हात खुट्टा धोएर अनि मुखसुख धोएर हाँसखुट्टा धोएर फेरि साँझपख मन्दिरको ठाउँमा आएर धुपधाप गरेँ, उहाँलाई सम्झेँ। अनि त्यसपछि एकछिनपछि खाना बनाउनु हुन्थ्यो। अनि म चाहिँ मोबाइल चलाउँदै थिएँ। त्यसपछि तलमा ठुली आमा आउनुभएको थियो, पुच्छरको ठुली आमा। अनि ठुली आमाको चाहिँ मोबाइल बिग्रेको रहेछ। अनि नेट नचल्ने भएको कारणले ठुली आमाको मोबाइल सुबाइल बनाएँ। अनि ठुली आमासँग यसो गफसफ गऱ्यो। अनि यसरी गफसफ गर्दा झन्डै साढे 7 जति बजिसकेको थियो। खाना चाहिँ पाइसकेको थियो, मम्मीले पकाइसक्नु भइसक्यो। त्यसपछि साढे 7मा मम्मीले फेरि तरकारी यसो टाकटुको गरेर फेरि बनाउनु भयो। साढे 7 8 बजिसकेको थियो तरकारी बनिसक्दाखेरि। अनि त्यसपछि खानासाना खाएर झन्डै साढे 8 9 बजेतिर म फेरि बेडमा गएर सुतेँ मतलब। अनि यसरी आजको दिनचर्या सकियो। हस्त धन्यवाद। सेल्फ टक डे 2। हस्त धन्यवाद।